हेलो साथी, तपाईँहरूलाई मेरो जीपीटी च्यानलमा धेरै धेरै स्वागत छ। आज मैले भलिबल सुन्दरी प्रेममा भन्ने विषयमा भिडियो बनाउन गइरहेको छु। यो विषयवस्तु मैले कान्तिपुर दैनिकबाट साबर गरेको हो। भलिबल खेलाडी एवं नायिका सिपोरा गुरुङ यति बेला रिलिज हुन लागेको फिल्म भुइँ मान्छेको कारण सबैजसोको चासोमा छिन्। फिल्म प्रमोसनमा देश दौडाग निस्केकी उनको चर्चा विषय अर्को पनि भएको छ, त्यो हो उनको प्रेम सम्बन्ध। सिपोराले फेसबुकबाटै आफू रिलेसनसिपमा रहेको सार्वजनिक गरेकी छन्। विभिन्न अन्तर्वार्तामा प्रेम रहेको खुलेर स्वीकारे पनि कोसँग भन्ने उनले गोप्य नै राखेकी थिइन्। उनी 2 वर्षदेखि उदिप श्रेष्ठको प्रेममा चुर्लुम्म डुबेकी छन्। उनले केही दिन अघि अमेरिकाको लस एन्जल्स स्थित युनिभर्सल स्टुडियोको अगाडि दुवैजनाले खिचेको फोटो फेसबुकमा पोस्ट गरेकी छन्। नारायणगढका उदिप डाक्टरसँगै व्यवसायी पनि हुन्। नेपाली विद्यार्थीलाई फिलिपिन्स पढ्न पठाउने युनाइटेड एसिया पेसिफिक फाउन्डेसन प्राली उनैको हो। उनले एसिया कलिङ नामक ट्राभल्स एजेन्सी पनि सञ्चालन गर्छन्। उनी पूर्व संसद एवं समाजसेवी मैया देवी श्रेष्ठका नाति हुन्। त्यसो त उनको परिवार पनि कुनै बेला फिल्मसँग सम्बन्धित थियो। चर्चित फिल्मकान्छी उनका बुबा प्रेम कुमार श्रेष्ठ र भगवान दास श्रेष्ठले निर्माण गरेका हुन्। हाल भने यो परिवार फिल्म क्षेत्रबाट टाढा छ। उदिप र सिपोराले एउटा बिस्कुटको विज्ञापनसँगै मोडलिङ पनि गरेका छन्। धन्यवाद। मेरो च्यानल सब्स्क्राइब गर्न, लाइक गर्न, सेयर गर्न, कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।